मलाई चाहिँ ULSC को चार्ट एनालिसिस गरिदिनु न भनेर चाहिँ एउटा क्वेरी जाएको थियो है। सो यसमा चाहिँ अब चार्ट हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो सपोर्ट एरियाबाट चाहिँ यो चाहिँ बाउन्स ब्याक भएको छ भनेर भन्छौँ भने चाहिँ अनि यो एरियामा चाहिँ हामीले चाहिँ यहाँ हेर्न सक्छौँ यहाँ चाहिँ एक लेभलको चाहिँ प्यानिक भोल्युम आएको छ अनि हिजोको राइजमा चाहिँ लगभग 9% को राइज गएको थियो, खासै भोल्युम आएको छैन भनेर भन्छ है। सो यसको मतलब चाहिँ के हो त भन्दाखेरि चाहिँ यो फेक राइज पनि हुन सक्छ भनेर भन्छु। भोल्युमलाई अनुमान गरेर चाहिँ हामीले चाहिँ चार्ट एनालिसिस गर्ने हो भने है, विदाउट भोल्युम राइज गयो भने चाहिँ त्यो चाहिँ फेक राइज पनि हुन सक्छ है। सो हामीले यसमा एनालिसिस गर्ने हो भने चाहिँ हिजोको क्यान्डल प्लस भोल्युम हेर्ने हो भने चाहिँ फेरि पनि एकचोटि चाहिँ यसरी आएर अनि मात्रै यसरी चाहिँ माथि जान सक्ने चान्सेस चाहिँ देखिएको छ भनेर भन्छु है। सो अब तपाईहरुले चाहिँ किन्ने सोचिराख्नु भएको छ भने चाहिँ फेरि एकचोटि यो एरियामा आउन सक्छ। सो यो एरियामा आएर एउटा राम्रो ग्रीन क्यान्डल बन्यो भने मात्रै बाइ गर्नु होला भनेर भन्छु भने चाहिँ अब तपाईहरुसँग छ भने चाहिँ होल्ड गर्नु होला भनेर भन्छु है। अनि हाम्रो यसमा टार्गेट चाहिँ कहाँसम्म छ त भन्दाखेरि चाहिँ मिनिमम पनि हामीले चाहिँ यो एरियासम्म चाहिँ टार्गेट चाहिँ लिन सक्छौं। लगभग यो एरिया हाम्रो 270 देखि 280 को एरियासम्म चाहिँ हामीले चाहिँ यहाँ टार्गेट मार्क गरेर चाहिँ हामी चाहिँ बस्न सक्छौं। सो जोसँग छ होल्ड गर्नु होला अनि जसले चाहिँ किन्ने सोचिराख्नु भएको छ अलिक मुनि आउन दिनुस् अनि मात्र बाइङ गर्नु होला भनेर भन्छु म।